आज हामीहरूले स्कुलमा यति ठुलो खसी किन ढाल्यौं त अनि यसरी फ्रीमा मासु चाहिँ हामीहरूले कसरी खाँदैछौं त यो कुरा थाहा पाउनको लागि पुरा ब्लग हेर्नु होला। ओके अल राइट गाइज वेलकम छ तपाईहरुलाई मेरो न्यू मिनी ब्लगमा। अहिले चाहिँ हामीहरू राहुल म अनि दिपेन्द्र भाइ मिलेर यहाँ बजारमा सामान किन्न आएको छ। सबै सामान रेडी भइसकेपछि हामीहरू सामान लिएर अटोमा बसेर स्कुलतिर जाँदैछ। अनि यत्रो सामान किन किन्यो अनि खसी चाहिँ किन मार्यो भन्ने सोच्दै हुनुहुन्छ भने हाम्रो स्कुलमा चाहिँ आज खसी मारेर त्यसको भित्री अंग र त्यसको कामको बारेमा स्टुडेन्टहरुलाई सिकाउनु हुन्छ सरले। हामीहरू सामान लिएर स्कुल पुगेका थियौं ठ्याक्क त्यही टाइममा नरेशले एकचोटीमै खसीको इन्काउन्टर गरिदिए। सायद उनले पहिला पनि खसी मारेको थियो त्यही भएर यो खसी पनि ढालिए एकैचोटीमा। खसीलाई ढालेर अब त्यसको चाहिँ कपालहरु जम्मै उखाल्ने अनि त्यसपछि चाहिँ हाम्रो प्र्याक्टिकल हुन्छ। हामीहरूले चाहिँ उता कपाल सबै उखाल्दै थियौं अनि यता चाहिँ पनिर रेडी हुँदै थियो। जो मासु खाँदैन त्यसको लागि चाहिँ पनिर पनि थियो। खसीलाई सफा गरेर अब चाहिँ यसको डाइजेस्टिभ सिस्टम निकालिदैछ। चाहिँ अहिले डाइजेस्टिभ सिस्टमको बारेमा चाहिँ एक्सप्लोर गर्दै हुनुहुन्छ। कतिपय कुराहरु कापीमा पढेर मात्र सिकिदैन त्यही भएर चाहिँ हामीहरुको प्र्याक्टिकल गर्न जरुरी हुन्छ। सिक्ने मान्छेले चाहिँ यसरी धेरै चिज सिक्नुहुन्छ तर नसिक्ने मान्छेले त जति गर्दा पनि सिक्नु हुँदैन मलाई लाग्छ। अहिले चाहिँ प्र्याक्टिकल सकेर पनि मासु कटिङ सबै सुरु भइसकेको छ। प्राय भेटनरी पढ्ने स्टुडेन्टहरुको लाइफमा चाहिँ यस्तै नै हुन्छ। कहिले पोल्ट्रीको प्र्याक्टिकल हुन्छ कुखुराको मासु खानु पाइन्छ, कहिले बाख्राको प्र्याक्टिकल हुन्छ बाख्राको मासु खानु पाइन्छ। भेटनरी स्टुडेन्टको लाइफ चाहिँ कहिलेकाहीँ खाएर मात्रै जान्छ। अनि आजको दिन बाख्राको मार हान्ने अनि सबभन्दा बढी मिहिनेत गर्ने पनि सायद नरेश नै हो। मासुलाई काटकुट गरेर सबै चीज गरेर चाहिँ अहिले मासु पाक्दैछ अनि सबैजना चाहिँ यही बस्नु भएको छ कि किनकि बाहिर पानी पर्दैछ। उता झ्याउ लागेर म यहाँ पछाडी केटाहरुतिर आएको त केटाहरु त पुरा मा आफ्नो स्टन देखाउँदै थिए। मासु सासु सुकुटी सब रेडी भइसकेको छ त्यही भएर चाहिँ अब सबैजना आफ्नो थाल लिएर माग्दै खाना खाँदै गर्दैछन्। मैले पनि साइडबाट एउटा थाल समाए अनि सबै भुजा सुजा मासु सासु ल्याएर गम्की गम नन स्टप भुजा र मासु चाहिँ मैले दबाएर खाएँ। म त फेरि भयंकर ठुलो मासु लभर हो नि त त्यही भएर मासु भुजा थप्दै खाँदै माग्दै गर्दै थिएँ। अनि तपाईहरुले चाहिँ कस्तो मासु खाँदैछ भने सोच्नु भएको होला। हाम्रो मासु चाहिँ एकदम सफा शुद्ध हो किनकि प्र्याक्टिकल गर्नको लागि ल्याएको एकदम जिउँदो तन्दुरुस्त एकदमै स्वस्थ बोकालाई नै हामीहरूले मारेर प्र्याक्टिकल बनाएको हो। अनि आज चाहिँ भेटनरी प्र्याक्टिकलबाट चाहिँ हाम्रो साथीहरु को आउनु भएको छ त भिडियो हेर्न सबैले कमेन्ट गर्नु होला को हुनुहुन्छ। अनि आजको प्र्याक्टिकलमा तपाईहरुले के सिक्नु भयो अनि मजा आयो कि आएन मासु खानको लागि कमेन्ट गर्नु होला। र आजको भ्लग यही गर्न चाहन्छु भन्दै छुट्टिन्छु बाइ।